म अहिले हेरे भएको छु के प्रशान्त तामाङको मृत्यु भन्दा कसम मैले उहाँको गीतहरू चाहिँ सानै उमेरदेखि हेर्दै आएको थिएँ कि अहिले आएर उहाँको मृत्यु भएको भन्दा चाहिँ मलाई नै हार्ट एट्याक आउला जस्तो भएको छ के कसम यार मैले कस्तो विश्वास नै गर्न सकेको छैन भने म आफैलाई कन्ट्रोल गर्न सकेको छैन कि मैले सानो छँदा उहाँलाई भेट्छु भनेको होइन अहिले आएर उहाँको डेटको खबर सुन्दा चाहिँ मलाई विश्वास गर्नै गाह्रो भयो मलाई सानैदेखि उहाँ कस्तो मन पर्थ्यो होइन राम्रो लाग्थ्यो उहाँको त्यो भिडियोहरू है अहिले एक्कासी खबर सुन्दा त मलाई कस्तो भए त त्यो खबर सुन्दा त म सक भएर यो त फेक होला भनेर हेर्दा जाँदा त लास्टमा रियल भइदियो अनि उहाँ चाहिँ इन्डियन आइडल पनि हुनुहुन्थ्यो विनर पनि अनि उहाँको चाहिँ 42 वर्षको एजमा चाहिँ उमेरमा चाहिँ डेथ भएको छ सो उहाँको स्वर्गमा बास होस् यही भन्दा